सबै श्रोताबिनमा नमस्कार। जय शिवशंकर, जय श्री स्वस्तानी माता। आज 2082 साल पौष महिनाको 19 गते पूर्णिमा अर्थात् श्री स्वस्तानी व्रत कथा प्रारम्भको पहिलो दिन हजुरहरूलाई स्वागत छ। श्री स्वस्तानी माताको माघ महात्म्य यसरी सुरु हुन्छ। यम वर्मा वरेन्द्र रुद्रमरत स्तुन्वन्ते दिव्यस्तवै व्यार्दै सङ्गपदक्रमोपनि सदै गायन्ते यम सामगा ध्यानवस्थित गतगतेन मनसा पश्यन्ति यम योगिनो यस्यन्तं न बिन्दु सुरासुरगण देवाय तस्मै नमः। श्रीमचन्दन चर्चितोज्ज्वललावपु शुक्लाम्बरा मल्लिका मालालङ्कृत कुण्डला प्रविलसन्मुक्तावली शोभिता सर्वज्ञाननन्दी निदान पुस्तकधारा रुद्राक्षमाला धारा वाग्देवी वन्दनाम्बुजे वसन्तु मे त्रैलोकमाता चिरम मुखं करोति वाचलं पङ्गु लङ्घयते ग्रीम यत्कृपां तमहं वन्दे परमानन्दमाधवम्। नमो भगवते तस्मै व्यासायामित तेजसे यस्यं प्रसादस्यामि नारायणं कथामिमाम। नारायणं नमस्कृतं च नरकृतं नरं चैव नरोत्तमः देवी सरस्वती व्यासं ततो जय मुदिरयत। अथ कथा प्रारम्भ। अथ प्रथमाध्यायः। अघि कुनै समयमा अगस्त्य मुनि तपस्या गरिरहेको ठाउँमा आफ्नो वाहन मयूरमा सवार भई कुमारजी आइपुग्नुभयो। अकस्मात आफ्ना आश्रममा आइपुगेका कुमारजी पाद्य अर्घ्य आदिले स्वागत सत्कार गरी बसी बिहालोमा अगस्त्य मुनिले कुमारसँग सृष्टिको विषयमा जानकारी प्राप्त गर्न प्रश्न गर्दा कुमारजी आज्ञा गर्नुहुन्छ। हे अगस्त्य मुनि, तिमीलाई सृष्टिको क्रम बताउँछु, त्यो तिमी एकचित्त भएर सुन। पहिले संसारको सृष्टि हुँदा अनन्त कोटि ब्रह्माण्डका अधिष्ठता परब्रह्मा परमात्माको मनमा यस ब्रह्माण्डको सृष्टि गर्ने इच्छा भयो। त्यही इच्छाद्वारा प्रेरित भएका परमात्मा तीन देवताको रूपमा प्रकट भएर ब्रह्मा विष्णु शिवको नामले प्रख्यात भए। तीन देवता मध्ये शिवबाट सत्व रज तम तीन गुणले युक्त भएकी माया उत्पन्न भइन्। तिनै मायालाई प्रकृति पनि भनिन्छ। ती मायालाई कसैले पनि जित्न सक्दैनन्। मायादेखि भिन्न अशान्ति पद छ। फेरि मायाभन्दा पर शान्ति पद र शान्तिदेखि पर विधा पद एवं विधादेखि पर प्रतिष्ठायुक्त निर्वृत्त पद छ। त्यही पदलाई मोक्ष पनि भन्दछन्। यो सृष्टिको क्रम विस्तारले बताउन र बुझ्न पनि कठिन हुनाले संक्षेपमा कहियो। सृष्टि र प्रलयको क्रम नियमभित्र छ। एउटा क्रमले सृष्टि र अर्को क्रम प्रलय हुन्छ। फेरि शान्ति विधा प्रतिष्ठा र प्रवृत्ति यी पाँच पदको उपदेशभित्र माया रहन सक्दैन। जुन अव्यक्त छ त्यो मायादेखि पर रहने आत्मामा विद्यमान एवं अधिष्ठित छ। जीव अज्ञानी र प्रकृति अनुभव गर्ने जीवद्वारा यो संसार चक्र चलिरहनेछ। यस सृष्टिको क्रम कल्पकल्पको भेदले भित्रभित्र देखिने यो हुँदा एउटा पद्म कल्पको मात्र वर्णन गरिन्छ। ध्यानपूर्वक सुन। सृष्टिकर्ता ब्रह्मा, पालन गर्ने विष्णु र संहार गर्ने शिव हुन्। विष्णु र शिवको आयुको कुनै अवधि वा प्रमाण छैन। ब्रह्माको 100 वर्षलाई परम्परामा आयु भन्दछन्। ब्रह्माको 50 भन्दा तललाई परार्ध भन्दछन्। 100 वर्ष पुगेपछि ब्रह्मा पनि नाश हुन्छन्, अर्थात् प्रलय भएपछि यो संसार केही रहन्न अनि नयाँ सृष्टि हुन्छ। प्रलय चाहिँ अनेक किसिमले हुन्छ। ब्रह्माको घर गृहस्थी सब छ। उनले बस्ने स्थानको नाम सत्यलोक हो। ब्रह्माले पनि खानु सुत्नु पर्दछ। ब्रह्माको प्राप्त काल हुँदा सृष्टि गर्दछन्। तिनको एक दिनमै सत्य त्रेता द्वापर कली चारै युग घुम्दछन्। रात परेपछि प्रलय गर्दछन्। यस किसिमले दिन रात बितेर ब्रह्माको 100 वर्ष पुगेपछि महाप्रलय हुन्छ। यो महाप्रलय भएपछि पहिले जस्तै रजोगुणयुक्त ब्रह्मा उत्पन्न गराएर सृष्टि गर्नको निम्ति अहङ्कार, पञ्चमहाभूत, ज्ञानेन्द्रिय, मन, बुद्धि, पञ्चमात्रा, शब्द, स्पर्श, रूप, रस, गन्धले युक्त भएको एउटा अण्ड पन्छीको फूल जस्तो बन्दछ। त्यो डल्लो ब्रह्मामय हुनाले यसलाई ब्रह्माण्ड भन्दछन्। त्यही अण्ड 2 भाग भएर फुटेपछि एक भागको प्रकृति र अर्को भागको पुरुष बन्दछ। त्यसैबाट सृष्टि गर्दा चतुर्मुख ब्रह्मा भएर पालन गर्दा अनन्त मूर्ति विष्णु संहार गर्दा पञ्चमुखी रुद्र भई सारा सृष्टिको कार्य गर्दछन्। जसले इच्छाले
जसको इच्छाले त्यस अण्डको उत्पत्ति हुन्छ। त्यस बराबरमा परमात्मालाई त्रिगुणातीत चतुर्व्यूह अनादि प्रजापति हिरण्यगर्भ बन्दछन्। सुमेरु पर्वत समुद्रको बिचमा सम्पूर्ण जीव गर्भाशयमा बालक रहेका छन्। सूर्य चन्द्र नक्षत्र ग्रह आदि पनि त्यही सुमेरुका उपत्यकाका स्थित छन्। निराकार आकाश पनि त्रिगुणात्मिक माया र पञ्चमहाभूतले बेरिहे झैँ भएर आकारवान हुन्छ, अर्थात् एक रूपबाट अर्को रूप देखिन्छ। तर राम्रोसित विचार गर्दा आदि मध्य अन्त्य केही भएको नभएको अनादि परमात्माका लीला मात्र जगतको भ्रान्ति हो। ईश्वरको इच्छाले सृष्टि र प्रलय हुन्छ। ब्रह्मामा अण्ड धागोमा दाना झैँ उनिएको छ। अनन्तकोटि ब्रह्माण्डको गणना गर्न सकिन्न। जति ब्रह्माण्ड छन् उति नै ब्रह्मा विष्णु रुद्र दिक्पाल आदि भित्रभित्र छन्। जस्तै सपनामा देखिएका अथवा आइपरेका सुख दुःखको अनुभव नेत्र खोल्दा केही पनि हुँदैन, त्यस्तै यो अनित्य संसारको सुख दुःख पनि सपना झैँ छ। सुख दुःख भनेको केवल मनले मात्र अनुभव गर्दछ। अतः त्यस सुख दुःखको भागी मनलाई आफ्नो अधीनमा गराउनु नै ईश्वर प्राप्तिको मुख्य बाटो हो भन्ने कुरा विज्ञ व्यक्तिले जान्नु पर्दछ। अतः हे अगस्त्य मुनि, तिमी पनि मनलाई एकाग्र पारेर तपस्या गर, अवश्य सिद्धि प्राप्त हुनेछ। यो मैले तिमीलाई संक्षेपमा सृष्टिको वर्णन गरेँ। अब अर्को अध्यायमा पद्मकल्पको वर्णन गर्दछु, ध्यानपूर्वक सुन। इति श्री स्कन्द पुराणे केदारखण्डे माघमात्म्ये कुमार अगस्त्य संवादे श्री सुस्ताने परमेश्वर्या व्रतकथा सृष्टिक्रम वर्णनम नाम प्रथम अध्याय। आज हजुरहरूलाई पहिलो अध्याय सुनाएँ, श्रवण गराएँ। उपनयन्तु मङ्गलं वा सकल जगन्मङ्गललाय श्रीमान दिनकर किरण निबोधित नवनलिन नदल निवीक्षण कृष्णकाले वर्षन्तु पर्जन्ये पृथिवी सस्यशालिनीः। देशोऽयं क्षोभरहितो ब्रह्माण्डं सन्तु निर्भया पुत्रा पौत्रिणः सन्तु पौत्रिणः सन्तु पौत्रिणः निर्धना सदना सन्तु जीवन्तु शरदं शतम तत्रैव गङ्गा यमुना च तत्र गोदावरी सिन्धु सरस्वती च तीर्थानि सर्वाणि वसन्ति तत्र यत्र अच्युतधरा कथा प्रसङ्गः। या कुन्देन्दु तुषारहारा धवला या शुभ्रवस्त्रावृतं या बिडावरदण्डमण्डितकरा या श्वेतपद्मासनः या ब्रह्माच्युतशङ्कर प्रभृतिभिः देव्यै सदा वन्दिता सा मा पातु सरस्वती भगवती निशेषजाडायपः। कायेन वाचा मनसेन्द्रियैर्यः बुद्ध्यात्मनः वा प्रकृतिस्वभावतः करोमि यत् संकलं परस्मै नारायणेति समर्पयेतः। परम परमेश्वर मां महेश्वर श्री सुस्ताय जगन्माता सर्वेश्वरी समर्पयेतः। ओम नमः शिवाय।